आज अब म कहाँ जाने भन्ने हो फुलचुकी डाँडाको भ्रमणमा हिँड्दैछु। यसरी हामी कोडचरबाट हिँड्यौँ भित्री रिङ रोडबाट हिँड्दाखेरि भित्री लिङ्क रोडबाट हिँड्दाखेरि चाहिँ तपाईँले बाटो चाहिँ खाली पाउनुहुन्छ। रिङ रोड मेन बाटोबाट हिँड्यो भने चाहिँ प्याक बढी हुन्छ। गुवारको फ्लाइओभर आइपुगेका छौँ। धेरै भइसक्यो बन्न लाग्यो पनि बन्न नसकेर गुवारको जहिले पनि जामै भएको छ। अहिले कहिले बनिसक्ने थाहा छैन। कहिले नेपालको पहिलो फ्लाइओभर भन्न चाहिँ भनिएको छ, तर बन्ने कहिले हो त्यो चाहिँ अहिलेसम्म ठेगान भएको छैन। आशा गरौँ चाँडै बन्नेछ, चाँडै यो गुवारको जाम पनि खुल्नेछ। एकजना ट्राफिकले यस्तो काममा बिचरा कति गरोस् गर्न पनि, एकजना मात्रै हुनुहुँदो रहेछ अहिले। अब यहाँ इमाडोलबाट आउने र उता पाटनबाट आउने बाटो छोड्दैछ, ल यो बाटो छोड्यो बल्ल अब निस्क्यो यहाँबाट। गुवारको फ्लाइओभर बन्दै हो। सुन्दर बाटो हुँदै हामी अगाडि बढ्दैछौँ। सातो बाटोबाट लेफ्टतिर लाग्नुपर्छ। अलिकति स्पिड गराइदिएको छु मैले यसलाई, अलिकति माइन्ड नगर्नु होला। सबै देखाएर साध्य पनि हुँदैन, त्यही भएर अलिकति स्पिड पनि छ। हामी सातो बाटो आइपुग्यौँ। यहाँबाट गोदावरी 9 किलोमिटर करिब गोदावरीबाट 15 किलोमिटर होला सायद माथि फुलचुकी डाँडा। यहाँबाट राइट लाग्यो भने लगनखेल, सिधै लाग्यो भने बल्खु। हामी लेफ्ट लाग्दै गोदावरीतिर लाग्दैछौँ। गुवारको चोकबाट लेफ्ट लाग्दै साझा बस पनि चल्दो रहेछ। लेफ्ट लाग्दै हिँड्दैछौँ। यसलाई अलिक फास्टै गराइदिएको छु मैले। सबै स्लो मोसनमा सबै देखायो भने धेरै लामो भिडियो हुन्छ र मान्छेलाई हेर्न पनि दिक्क लाग्छ। नर्मल बाटो देखाउँदै जाँदैछु। यो चाहिँ एउटा अब बिच बाटोको गाउँ आइपुग्यो, नाम चाहिँ बिर्सेँ मैले अहिले। BYD गाडीहरू पनि हिँड्दै रहेछ, सानो ट्रक। यतै बाटो हुँदै अब गोदावरीतिर लाग्दैछौँ। यो बाटो त राम्रो भएछ, राम्रो चौडा। कहीँ बिच बाटोमा सानो गाउँहरूले गर्दाखेरि बाटो बनाउन नसकेपछि, तर गाउँबाट बाहिर निस्केपछि एकदम राम्रो ड्राइभिङ गर्ने बाटो भएछ। बोर लागेको बेलामा चाहिँ यता ड्राइभिङ गर्न आउँदाखेरि चाहिँ ठिक होला जस्तो लाग्यो मलाई त। यसरी गोदावरी जाँदै नै छौँ। 9 किलोमिटर कुद्नलाई पनि अलिकति टाइमै लाग्छ। बाटो राम्रो छ। अहिलेसम्म खाल्डा खुल्डी त छैन। माइक्रोबस पनि चल्दो रहेछ यता। ठाउँमा डिभाइडर राखिएको छ। यसरी बाटो अलि स्पिड कन्ट्रोल गर्न डिभाइडर राखेको होला सायद, तर स्पिड त के भन्न सकिन्छ र। यो चाहिँ नर्मल स्पिड हो। यो हाई स्पिड भिडियो देखाएको भएर अलिकति स्पिड देखियो मात्रै हो, तर नर्मल स्पिडमा कुदिरहेको छौँ हामी। गोदावरी आइपुग्यो। साझा बस इलेक्ट्रिक साझा बस पनि रहेछ। हो, 4वटा इलेक्ट्रिक साझा बस, माइक्रो बसको स्ट्यान्ड पनि रहेछ गोदावरी। यहाँबाट लेफ्ट लाग्यो भने त गोदावरी। हामी चाहिँ सिधै जाँदैछौँ। फुलचुकी डाँडा जानुपर्ने भएर सिधै जानुपर्ने भयो। सिधै जाँदै नै छौँ। बाटो पिच बाटै रहेछ। पुरानो मार्बल, नेपालको पहिलो मार्बल निकाल्ने कम्पनी पनि यहीँ छ। मार्बल डाँडा भन्छ के अरे यो ठाउँलाई। यही मार्बल डाँडा हुँदै अगाडि बढ्दैछौँ। शनिबार भएर होला मान्छे धेरै नै छन्। पिकनिक स्पट पनि हो यो। एउटा काठमाडौँबाट 9-10 किलोमिटर टाढा भएको पिकनिक स्पट। के को फेरि अगाडि पनि तिर्नुपर्छ कि? हेर्नु सक्नुहुन्छ हाम्रो प्यान नम्बर सहित राखेर गरेका छौँ हामी। नत्र यत्रो मान्छे आउनुहुन्छ, हेर्नुहोस् न, यति नगर्ने हुन्छ। यो त डम्नी साइड हुन्छ। माथि कति किलोमिटर छ फुलचोकी? 13 किलोमिटर। बाटो कस्तो छ? 5 किलोमिटर पिच छ, अरू चाहिँ अफ-रोड।
सामुदायिक वनको लागि 10 रुपियाँ तिरेर यहाँबाट अगाडि बढ्यो। उहाँको कन्सेप्टहरू पनि ठिकै रहेछ। उहाँले भनेअनुसार चाहिँ 13 किलोमिटर हो, मेरो हिसाबमा चाहिँ 16 किलोमिटर हुनुपर्छ। पिच बाटो हेर्दैछौँ कतिसम्म रहेछ। थुप्रै बसहरू छन्, गाडीहरू छन्, यसरी अलि स्पिडमै कुदाइरहेको छ। पिच बाटो राम्रै रहेछ। यहाँ हेर्दैछौँ कहाँसम्म पुगिन्छ पिचमा। यहाँ चाहिँ अलिकति भत्किएको रहेछ बाटो, अलिकति डाइभर्सन गरेर पिचमै हिँड्दैछौँ अझै पनि। अब चाहिँ पिच सकिया जस्तो छ, आयो अफ। यसरी ठुलो बस पनि चल्दो रहेछ सानो बाटोमा, जो पिकनिक आएको जस्तो माथि चाहिँ। बाटो चाहिँ अफ रोड, त्यही पनि स्कुटी लिएर चाहिँ धेरै मान्छे आउँदो रहेछन्। अनि यसरी बस रिजर्भ गरेर पनि धेरै मान्छे माथि फुलचोकी डाँडा जाँदो रहेछन्। यस्तो अप्ठ्यारो बाटोमा सकि नसकी गाडी पनि रहेछ। अलिअलि मोडमा चाहिँ कहीँ कहीँ ढलान गरिदिएको रहेछ बाटोहरू चाहिँ। यसरी ढलान छ, तर पुरा बाटो चाहिँ राम्रो चाहिँ छैन। आउने भए चाहिँ अलिकति हिम्मत गरेर आउनुपर्ने ठाउँ रहेछ। आउनु चाहिँ अफरोड चलाउनुलाई चाहिँ यो पुरै चाहिँ ढलान रहेछ। ढलानमा चाहिँ मजा आउँछ। फेरि अफरोड सुरु भयो। यस्तै छ बाटो, कहीँ ढलान कहीँ रक गर्दै कुद्दैछु, हिँड्दैछु। भाइ बहिनीहरू पनि थुप्रैजना छन्, थुप्रैजना देखियो आज। भाइ एकजना कुदिरहेछन्, कोही छाता बोकेर दौडिरहेछन्। यहाँ पनि ज्याकेट लगाएर हिँडिरहेछन्। चिसो छ है यो ठाउँ चाहिँ। काठमाडौँ गर्मी थियो र नर्मल ज्याकेट लगाएर आएको, यहाँ त जाडो भएर बिजोग भएको छ मेरो त। बाइक चलाउनु माथि, त्यसमा हावा लाग्ने डाँडामा आइपुगेको छ। यसरी बरु हाइकिङ ग्रुपमा हाइकिङ आउनु पाए चाहिँ मजा आउँदो रहेछ। सबै लट्ठी बोक्दै हाइकिङ गर्दैछन्, सबै छन्। कोही कारमा पुगेर आइसके। यो चाहिँ फुलचोकीको मेन गेट आइपुग्यो। अहिलेसम्म म लगभग 15 किलोमिटर चाहिँ कुदिसकेँ। भाइहरू अझै पनि रहेछन्। यो चाहिँ टुप्पोमा आइपुग्यो होला। यहाँसम्म आइपुग्दाखेरि चाहिँ गोदावरीबाट अघि भनेको ठाउँबाट चाहिँ अघि उहाँहरूले चाहिँ 13 किलोमिटर कति भने जस्तो लाग्थ्यो। यहाँ चाहिँ मेरो माइल मिटरमा चाहिँ 16 किलोमिटर आइयो। अब यहाँ मोटरसाइकल पार्किङ गरेर अब भर्याङ चढ्दै माथि फुलचोकी माईको दर्शन गर्न जानुपर्छ। यसरी यहाँ एउटा चाहिँ यहाँ बाथरुम रहेछ। यो भर्याङ चढ्दै अब माथि फुलचोकी मेन डाँडामा चाहिँ यहाँबाट भर्याङ चढ्दै उक्लिनुपर्छ। लगभग यो धेरै भयो भने 5 मिनटको वाकिङ होला सायद। 5 मिनटको वाकिङ। त्यही पनि यत्रो 2700 मिटर हो सायद। यो 2700 मिटर माथि आउँदाखेरि चाहिँ अलिकति सास चाहिँ फुल्दो रहेछ। अझै हिँडेर आएको भए त झन् बढी सास फुल्थ्यो होला। हिँडेर चाहिएन आउनु चाहिँ, बाइकमै आइयो। यहाँ म बच्चा बेलामा आएको थिएँ। अब बच्चा अहिले लगभग 25-30 वर्षपछि आयो होला सायद यो ठाउँमा फुलचोकी। यस्तो गर्मी महिनामा आएको छु, जेठको महिनामा। त्यही पनि यहाँ चाहिँ चिसो। नर्मल ज्याकेट लगाएर होला कस्तो जिउ कामे जस्तो फिल भइरहेछ। जिउ कामे जस्तो, थकाइ लागेको जस्तो। यो चाहिँ पुरै त्यो तल चाहिँ आर्मी क्वार्टर हो के अरे, आर्मीले सुरक्षा गरेको ठाउँ। फुलचोकीको मेन डाँडा, काठमाडौँ उपत्यकाको सबभन्दा अग्लो डाँडामा गनिन्छ यो फुलचोकी डाँडा। यहाँ चाहिँ सेल्टर बनाइरहेको छ। पानी सानी पऱ्यो, कोही राति बस्नु पऱ्यो भने चाहिँ सायद बस्न मिल्छ होला यहाँभित्र। अहिले चाहिँ भित्र पिकनिक खाइरहेको छ मान्छेहरू। यो चाहिँ फुलचोकीमा भएको बुद्धको स्तूप।
बुद्धको स्तूप बुद्धिस्टहरूको लागि पनि बनाएको होला सायद। त्यहाँ चाहिँ मन्दिर बोका पनि रहेछ। यो चाहिँ बुद्धिस्टहरूले टाङ्ने ध्वजा पताका रहेछ यहाँ धेरै जस्तो चाहिँ। अब यहाँ चाहिँ फुलचोकी माई चाहिँ यहाँसम्म आएपछि यो फुलचोकी माईको दर्शन गरेर पनि जानु होला। काठमाडौँको उच्च पहाडी भेग सायद सबभन्दा उच्च पहाडी भेगै होला सायद यो काठमाडौँ उपत्यकाको। मूर्तिहरू फुलचोकी माईको चाहिँ यसरी पुरै कपडाले सिँगारेर राखेको छ। थुप्रैजना आउनुभएको छ आज, सबैजना घुम्न त आउनु होला। कोही हाइकिङमा, कोही बसमा, कोही कारमा। यो चाहिँ टावरमा रेडियो टावर एनटिसी टावर होला। एनसेल चाहिँ यहाँ अलिक टिप्न गाह्रो भएको छ। एनटिसी टावर र रेडियो टावर, पहिलाको त रेडियो टावर हो यो। अहिले चाहिँ अब एनटिसीले पनि राख्यो होला, एनसेलले कोही नराख्या हो कि। यो चाहिँ आर्मीको संरक्षणमा भएको ठाउँ। आर्मीले पुरै घेरेर राखेको छ। पुरै टावर पनि बादलले छोपेको छ। उचाइ 2700 मिटर फुलचोकीको। यही हो 2700 मिटर उचाइमा रहेको फुलचोकी डाँडा र फुलचोकी माईको मन्दिर। सबै भक्तहरूले प्रार्थना गर्नु लागि